नमस्कार। यो नेपाल फेस्टिभल ऐतिहासिक फेस्टिभलमा नेपाली दूतावास र एनआरएनएको पहलमा यो जुन हामीलाई निम्ता भयो, यहाँहरूलाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छौँ। र आजका प्रमुख अतिथि माननीय स्वास्थ्य मन्त्रीज्यू, त्यसै गरी महामहिम राजदूतज्यू, उद्योग महावाणिज्य सङ्घका अध्यक्षज्यू लगायत अग्रस्थानमा बस्नुभएका विशिष्ट अतिथिहरू र यति धेरै जनसमूहमा उपस्थित हुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा नयाँ वर्षको शुभकामना सहित अब धेरै कुरा नगरिकन यो समय ज्यादै छोटो छ, धेरै कलाकारहरू हुनुहुन्छ। त्यसैले मैले हाम्रो भाइलाई धेरै लामो समय लिन्न, छोटो समय। त्यहाँ 1 नम्बरमा देवी देउराली छ, मैले 1 टुक्रा देवी देउराली भन्छु। त्यस पछाडि हामीले पानको पात यहाँहरूलाई सुनाउनेछौँ। र यो युएईमा मेरो तेस्रो पटक हो। दोस्रो पटक 9 वर्ष अगाडि आएको थिएँ अबुधाबीमा कार्यक्रममा। यहाँहरूलाई सबैलाई फेरि पनि हार्दिक अभिवादन। हजुर माननीय मन्त्रीज्यू, महामहिम राजदूतज्यू, त्यसै गरेर आजको आयोजकज्यूहरू र सम्पूर्ण उपस्थित महानुभावहरूमा म शिवालेको हार्दिक नमस्कार टक्राउन चाहन्छु। अनि त्यसै गरेर नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना पनि टक्राउन चाहन्छु। हजुर, ल हाम्रो साउन्ड सिस्टमको भाइले 1 नम्बरमा छ, त्यहाँ देवी देउराली छ। मैले देवी देउराली भनिनँ भने कतै यत्रो सबै देवी देउरालीबाट धेरै जसो देवी देउरालीबाट आउनुभएको छ युएईमा। उहाँहरूलाई मैले एकचोटि गाउँ फर्काउन चाहन्छु देवी देउराली भनेर। त्यस पछाडि हाम्रो अर्को प्रस्तुति राख्नेछौँ। कृपया भाइ 1 नम्बरको देवी देउराली ट्र्याक बजाइदिनु।
साँझको देवी देउराली भन्दा यहाँलाई मन भावुक भयो होला। त्यसैले अब यो देवी देउरालीलाई सम्झँदै भाइ यसलाई बिस्तारै फेद गर्नुहोला, बिस्तारै यसलाई फेद गर्नुहोला। देवी देउरालीको यहाँलाई मैले सबैलाई सम्झना दिलाएँ। जिन्दगी निराश हुनु मात्रै होइन, सम्झेर दुःख मान्ने पनि होइन। यहाँहरूले कति समय छुट्याएर यो ठाउँमा महोत्सवमा आउनुभएको छ। धेरै कलाकार हुनुहुन्छ, साथी धेरै हुनुहुन्छ आज। अब भनेदेखि यहाँहरूलाई रमाइलो पलमा हामी लान्छौँ। यहाँहरूले सबैले मन पराउनु भएको भाषा नबुझे पनि सङ्गीतको भाषा बुझ्ने सबैको लागि पानको पात।
What's